पैसा फिर्ता कहिले आउँदैन फिर्ता यति पनि पाइ भन्नु त हामी यहाँ 5 सकिसक्यो 5 सकियो मान्छे यो त पागल होला अहिले डिप्रेसनमा थियो के भयो तर याटुले यति छिटो बनाउने हुने रहेछ यार म त कस्तो फिलिङ भयो अहिले कस्तो फिलिङ भइरहेको मोबाइल मुजी भित्र चाहिँ भन्नु छैन एकदम रमाइलो भइरहेको छ अहिले तर पुरै कहानी सुनाइदियो त एकचोटि ल भिडियोमा 2 वर्षपछि हेरेस् तँलाई कस्तो हारिस भन्छ हामी चाहिँ कत्रै केरा आज फुटबल खेल्न गएको थियौँ सबै साथीहरू मिलेर यता हेर्नुपर्छ है नत्र कन्टेन्टै भएन मजा कति बजी भनेपछि हामी चाहिँ 11 बजी रुमबाट निस्केको थियौँ फुटबल खेल्नको लागि त्यसपछि म हेर्न गएँ अनि भेटेर त्यसपछि हामी गयौँ गाडीमा फुटबल खेल्न नयाँ बस पार्क त्यसपछि त्यहाँ फुटबल खेल्न आयौँ त्यसपछि फुटबल खेल्ने क्रममा यो चाहिँ क्यामेराम्यान बनाएको थियो एउटामा चाहिँ स्ट्यान्ड लगाएर आफ्नो मोबाइल चाहिँ सेफ्टीसँग राख्यो तर मेरो चाहिँ त्यो खम्बाको साइडमा हालिदियो त्यहाँनिर किलहरू चाहिँ अनि मैले सोच्दादेखि झन् त्यो सेफ्टीको लागि सोचेको थिएँ नि अर्को चुतियाले हान्यो बल हान्न नआउनेले बाइचान्स लाग्यो खुट्टामा पाँच लागेर मिस्टेकले अब बिचारले हान्यो होइन पोस्टमा हान्नेलाई चाहिँ बाहिरको निशाना चाहिँ नरहेछ चुकेर चाहिँ लाग्यो बाहिर अनि कसले ध्यान दिएन मोबाइल चाहिँ त्यहाँ आफ्नै दुनियाँमा रोमेर आएर चाहिँ फुटेर क्यामेरा त्यसपछि उही त्यही जाँदाखेरि चाहिँ हेर्छ भएर फुटेर रहेछ सब सरप्राइज भयो 1200 रुपियाँ तिरेको थियो फुटबल खेल्नलाई कति 3200 रुपियाँ चाहिँ गयो आज तर भूमि चाहिँ बची पैसा दिनुपर्ने फुटबलमा 200 रुपियाँ दिनु पऱ्यो नि 3500 रुपियाँ किन अघिल्लोचोटि खेल्नेलाई 400 रुपियाँ तिरेको थियो त्यसो भएर अब केही छैन अहिले ल हामीले अब त्यो हामीले जसरी बनाइहाल्यौँ अब त्यही पार्टी हामीले चाउमिन पनि खाइहाल्यौँ हाम्रो जिन्दगी खुसी आदि बित्यो आज ल यो दिन चाहिँ हामी कहिले भुल्ने छैन क्लिप पनि हालिदिस्तो त्यो फुटिहाल्यो त्यहाँमै गएर तँलाई पठाइदिउँला ल ल हुन्छ गाइस बाई बाई